हेलो साथीहरू नमस्ते अनि सेवानी आज मैले चाहिँ सब्जी हालेर प्रन करी बनाउने भने चाहिँ प्रन करीको लागि तयारी गर्दैछु है। यो बिन्स र गाजर चाहिँ मैले यति लामो लामो यतिको मोटा मोटा काटेर तयारी गरिरहेको छु। मेरो चाहिँ यहाँ छ प्रन हेर्नु कस्तो मजाको भएको छ है। धुइँदै पारेर चाहिँ मजाले धुएँ हैन साथीहरु। अन्त धुएर चाहिँ मैले नुन पानीमा भिजाइरहेको थिएँ नि त ताकि यसको है कालोपनहरु सबै जान्छ नि त प्रनको नुन पानीमा भिजाएपछि चाहिँ। अन्त यस्तो है हेर्दाखेरि त गाउँमा एउटा हुँदैन किरा लाम्प्रे किरा के हुन्छ त्यस्तै लाग्छ खान्छ है। यसको प्रन करी बनाउने थाई करी टाइपको सब्जी चाहिँ भेजिटेबल्स हालेर चाहिँ म चाहिँ बनाउनु रेडी गरिरहेको छु। कढाई पनि बसाएको छु है। साथैमा उतापट्टि मैले भात पनि बसाइसकेको छु। चाहिँ मेरो प्रन करीको पेस्ट मसला चाहिँ यही हो। यो चाहिँ हरियो हो, यसको चाहिँ खत्तम हुनु आँटेको थियो है, किन फाल्नु अलिअलि पखालेर भए पनि लाउने। र चाहिँ यो चाहिँ नयाँ आएको है। अब यसमा चाहिँ रातो दुई किसिमको हुन्छ है। अन्त यो थाई करीको चाहिँ मेन चाहिँ है। अब म चाहिँ सुरु गर्दैछु र काम पनि धेरै परिरहेको छ साथीहरु। काम भने यति हुन्छ कि यतापट्टि सकुम र यता कहिले हाँसिरहेको छ काम चाहिँ। हाम्रोमा चाहिँ यति धेरै फ्रुटहरु आउँछ है। यहाँ सबै आम है आइरहेछ र यसमा अलग्गै छ है। यसरी आउँछ काम चाहिँ हेरेर हाँसिरहन्छ है साथीहरु। फेसबुकमा त भिडियोहरु बनाउनु मन लाग्दैन हौ साथी हो। आजकल त हाम्रो भिडियो त बेसी यही हुँदैन हौ। खै कसैले पनि मनै पराउँदैन रहेछ हौ। भ्यू नै आउँदैन हौ। हाम्रो त भ्यू चाहिँ आउँदैन हौ। के हो लोदोरे हो कि के हो हामी चाहिँ हुँदैन हौ साथी हो। मसला लगाएँ मैले। अन्त त्यस्तो धेरै टाइम पनि हुँदैन है। कस्तो बिजी हुन्छ। कति साथीहरुलाई त लाइक कमेन्टहरु गर्न पाउँदिन, मलाई मात्रै गर्नुहुन्छ है। कस्तो नराम्रो लाग्छ। मेरो चाहिँ धाइकरीमा चाहिँ मसला लगाउने बित्तिकै अब यो भेजिटेबल किनकि भेजिटेबल बनाउनु पाक्नु धेरै टाइम लाग्छ है साथीहरु। यो चाहिँ र चाहिँ अब यो प्रन त एकचोटिमा पाकिहाल्छ नि त। अन्त यसलाई चाहिँ पकाउने पहिला है छोपेर। अन्त उसको बादमा सबै पाकिसकेपछि चाहिँ हल्का उसमा फेरि लिएर पकाउने। यसकै तरी बनिन्छ है। त्यसलाई चाहिँ म एकछिन छोपिदिन्छु। अन्त अलिकति पाकेपछि चाहिँ म